आमालाई भन्नुहुन्छ क्या अनि यहाँलाई पालो
फेरि फोटो हाल्नु पर्ने हो कि लो ए आसमा फोटो हाल्दै हो फेरि ओइ फोटो हो
स्नाप्य सर्वतीर्थेषु ह्यागमिष्ये पुनर्गृहम् उद्धरेत सप्तगोत्राणि तीर्थानि ब्रह्मतो भव आगमिष्ये ततो मातः पञ्चविंशति मध्यद तले फलाहारो भविष्यया निरालयम् वने कष्टं सदा दुःखं गृहेतिष्ठ सदा सुतो उवाच धन्यमाता पिता धन्यो यस्य पुत्रो व्रतासिद पितॄणां तारको यस्तु दशपूर्वं दशा परं मातोवाच देशान्तरं नयाये महाघोरं च दारुणं दुर्गमं पर्वतं शैलं जातोऽहं ब्रह्मपं सिंहकुलीनस्तव पुत्रक करिष्येऽहं व्रतं सर्वं पितृवर्गस्य तारणं मातोवाच दशमासेषु ते गर्भे जितं निद्राक्षुदादिकं त्वयि देशान्तरे याते का गतिर्मम पुत्रक पितोवाच कष्टेन पालितोऽसि त्वमात्मानार्थो भयासुत त्वयि देशान्तरं याते का गतिर्मम पुत्रक सुतोवाच पञ्चविंशति सम्पूर्णे वनवासी जितेन्द्रिय व्रतं करिष्ये येनैव तेनाहं तारये पितृमातुर्वाच दुर्गं पर्वतं शैलं दुर्गमं च हिमालयं दुर्गमा शारदा देवी दुर्गमं वनगौवरं पितोवाच काश्मीरो दुर्गमो देवस्तत्र सम्पूर्णे गुरुसेवा कृते मया आगमिष्ये व्रते पूर्णं पुनस्तं स्वगृहं रति मातुर्वाच गृहे सत्यं गृहे धर्मो गृहे चेन्द्रियनिग्रह गृहे विद्या गृहे लक्ष्मण गुरुसेवा गृहे पितोवाच गुरु स्वस्वरो गुरुभवान् तेषां वाक्यभवानेन दुःखं चैव पदे पदे गते धन्ये चैव प्राप्ते रुदन्ति विद्यमात्र महाभारं परित्यज्य कथं यातोऽसि हे सुध रुदन्ति बान्धवा सर्वे हा हा बालकुमारक रुदन्ति गुरुवस्तत्र स्वजनाभृत्य वर्गका आचार्य उवाच गेहे पित्रोदितं कष्टं किं स्वर्गे च पितृदेवनं का गतिः स भवेत् पुत्र पितरो सन्तोषणं विना माता गंगा समातीर्थं पिता पुष्कर समितः गुरु केदारकं तीर्थं भ्राता तीर्थं पुनः पुनः माता तीर्थं पिता तीर्थं तीर्थं स्वजन बान्धवा वचने च गुरुस्तीर्थं गुरुरम्यारभ्यागतं परमम् एतद्वाक्यं मया चोक्तं जानीहि हितकारकम् उत्साहवृद्धिमङ्गलं कुरु पुत्र गृहे वसं वसिष्ठ उवाच हर्षिता तस्य माता च पिता हर्षेण संविद सहर्षा बान्धवाहृत बाधितं बहुबाधितं भक्ष्यं भोज्यं लेह्य पेयं तस्यं च विविधं रसं भोगं तु कारयामासु बालकं परिचारका सुदौवाच भरणं पोषणं चैव भोजनं रससमितं कारितं मेद्य भोज्याविनीतो न पर प्रताडीं स्वदारतुष्ट परदारवर्जि न तस्य लोके भयमस्ति कश्चिदं न किञ्चित् पर्वता भारा न किञ्चित् सप्तसागरः स्वामी ध्रुवकृता भारा भारा विश्वासघातकः श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव अनंत वैकुंठ मुकुंद कृष्ण गोविंद दामोदर माधवेति कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः जय जय श्री राधे। व्याकुल का कोखबाट जन्मिएका सुपुत्र उत्सव व्याकुरेलको आज द्विजत्व प्राप्त गर्ने शुभ अवसर मिल्यो। द्विजत्व भनेको ब्राह्मण कुलमा त यसै जन्मिएकै हो। व्रतबन्ध भएपछि द्विजत्व प्राप्त हुन्छ। द्विजत्व भनेको ब्राह्मण कुलमा ब्राह्मण क्षत्रिय र वैश्यहरू दुईचोटि जन्मन्छ। दुईचोटि जन्मनेमा एउटा चरालाई पनि द्विज भनिन्छ। पिंजराको सुगामा के लेखेका छन् भने बालक बबुरो द्विज सुकनामा हुम्म परेको छु म पिंजरामा भनेर लेख्नु भएको। त्यो पनि द्विज हो। द्विजको अर्थ दुईचोटि जन्मने, एउटा गर्भबाट जन्मने, अर्को कर्मबाट जन्मने। जन्मबाट जन्मिएको त हुर्कियो बढियो, बाबुआमाले बडा दुःख गरेर पालन पोषण गर्नु अग्निदेवजीले भन्दै हुनुहुन्थ्यो मैले दिनुहुन्छ कि हुँदैन। वास्तवमा हाम्रो समाजमा यो परम्परा धेरै अलग भयो, कति नचाहिने कुरा आयो। बुवाले दिनु हुँदैन भन्ने कहीँ छैन। सँगै जन्माएको बाबुआमाले सँगै दिने हो। एउटा छोराको उन्नति र प्रगतिका लागि दिन पाइन्छ, तर हाम्रो समाजमा कहाँबाट आयो बाबुले चाहिँ दिनै हुँदैन भनिदिन्छ, हेर्नै हुँदैन भनिदिन्छ। यो कदापि होइन। अघि हामीले बुझ्नुपर्ने कुरा मजाले दिने हो। उसले भिक्षा मागेर किन त्यो भिक्षा मागेको भन्दा अब बुवामा हजुरबाट आशीर्वाद पाए म पढ्न जान्छु, उसको ठुलो उद्देश्य। म पढ्न जान्छु, म केही ज्ञान सिकेर आउँछु भन्ने उद्देश्यले सबभन्दा पहिलो आज्ञा माग्नु भनेको बाबुआमाबाटै हो। पिता माताबाट आज्ञा पाएर उसले जान खोजेको कुरामा हामीले त्यो कर्म गर्दै 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 आएका छौँ। र यो देशान्तर भनेको चाहिँ के हो भने पढ्नका लागि घर छोड्नै पर्छ भन्ने एउटा, किन घरमा बसेर विद्या गर्न अलि सकिन्छ अघि। त्यसैले गर्दा
अनि यति भइसकेपछि शास्त्रले यहाँ के भन्छ भने कुतो विद्यार्थी नसुख विद्या आर्जन गर्ने मान्छेले केही न केही दुःख प्राप्त गर्नै पर्छ। सुख गरेर कहिले विद्या हुँदैन। विद्या खोज्ने हो भने सुख मिल्दैन, सुख खोज्ने हो भने विद्या मिल्दैन। यो जहाँ पनि जहिले पनि मिल्ने हो। अहिले घरमै बस्दाखेरि पनि निन्द्रा माया मार्नु पर्ला, माया मार्न जानु पर्ला, कलेजमा बिहानैदेखि जाने त्यो कति दुःख छ। अहिले हामी देख्छौँ नि हामी छोराछोरी बिहानैदेखि कलेज जाने, ढिलो आउने, यी सबै कुरा विद्या अध्ययनका लागि हो। अब यहाँ देशान्तरमा जब हामीले अहिले जनै लगाइसक्यौँ, द्विजत्व प्राप्त गरिसक्यौँ, गायत्री मन्त्र सुनिसक्यौँ अघि होइन, यो विधान विधि विधानपूर्वक जनै लगाउने अनि बिहानै हामीले शिखा पनि राखिसक्यौँ। सबभन्दा पहिले शिखा राखियो, कपाल खौरिएर शिखा राखियो। अब सम्भव भएसम्म आज राखिएको शिखा काट्नु हुँदैन, यसलाई जोगाएरै राख्नुपर्छ। त्यसमा ठुलो शक्ति छ, पावर ठुलो छ यो केस अघि। अब यो गर्नका लागि शास्त्रले के भन्छ त भन्दा गर्भाष्टमेष्टमे वापी व्रतबन्धे कृते द्विज मातरम पितरम नत्वा गतो देशान्तरम सुत। व्रतबन्ध गर्ने खास उमेर जन्मले 8 वर्ष या जन्मले 8 वर्ष। जन्म भइसकेपछिको 8 पनि पाइन्छ, गर्भमै रहँदाको 8 पनि पाइन्छ। योभन्दा उता जान पाइँदैन खास गरी। किनभने यसको मतलब त्यो 8 वर्षभित्रमा गरियो भने व्रतबन्ध गरियो, यसमा आउनुपर्ने जुन ब्रह्मत्व हो, ब्रह्म तेज हो, त्यो कायम हुन्छ। त्यसैले 8 वर्ष ब्रह्म तेज कायम गर्न त पाइयो। अहिले हामीले 26 वर्षमा गऱ्यौँ होइन, आफ्नो बाध्यता हो। तर खासै गर्नुपर्ने चाहिँ के हो भने 8 वर्षभित्र, 8 वर्ष भनेको गर्भबाट 8 पनि लिन पाइयो, जन्मबाट 8 पनि लिन पाइयो। त यसरी 8 वर्षमा व्रतबन्ध गरिसकेपछि अनि हामीले विधि विधानपूर्वक यो कर्म गऱ्यौँ। गरिसकेपछि अब सबभन्दा पहिले हामीले शिखा राख्यौँ। शिखा राखिसकेपछि यहाँ भनिन्छ अब आफ्ना म त छोरो भएर आइसकेपछि 21 कुल तार्नुपर्छ मैले त। किनभने आफ्नापट्टिका 7 कुल, मावलीपट्टिका 7 कुल र ससुरालीपट्टिका 7 कुल। ती 7 कुल भने 7 तिहा 21 कुल मैले तार्नु पर्ने रहेछ। मैले गुरुबाट पनि त्यो शिक्षा पाएँ। मेरो गुरु पनि असाध्यै आचरणमा रहने गुरुसँग आज मलाई अहो भाग्य भयो। मैले यस्तो ब्रह्मचर्यमा रहेको, यत्रो एउटा चाहिँ निष्ठामा रहेको गुरुबाट मैले गायत्री मन्त्र सुने। त्यसैले म हजुरसँग एउटा अनुरोध गर्छु, हेर्नु जसरी उपचार गर्नका लागि योग्य डाक्टर कहाँ गएन भने कच्चा वैद्यको बात्रा यमपुरीको यात्रा। डाक्टर पनि राम्रो चाहियो अघि। त्यस पछाडि गएर इन्जिनियर पनि घर बनाउनका लागि नजानेले गरिदियो भने घरै भत्किन्छ, सारा कुरो हुन्छ। त्यसैले मैले गायत्री मन्त्र लिने गुरु पनि यस्तो मैले पाएँ। अब हजुरहरूले मलाई के गर्नु पर्यो भने म पढ्न जान्छु। अब हजुरहरूले मलाई माया गरेको ठिक छ, यतिका वर्षसम्म 8 वर्षसम्म मलाई हजुरले त्यत्रो सिकाइदिनु भयो, अनि म जान्छु भनेर बडो अनुनय विनयका साथ बुवा आमाकै साथमा गएर छोराले भनिसकेपछि अब सबभन्दा पहिले आमालाई नै फिल गर्छ। आमालाई बुवाले केही बोल्नु भएको छैन। ओहो आमाले के भन्नुहुन्छ भने देशान्तर महादुःख महाघोरम च दारुणम शीत वाता तपस्या वस्तु त्रिजवान पिड्यतेषु त। अघि भर्खर बिना मैयाले भन्दै हुनुहुन्थ्यो मेरो छोरो देशान्तर सुनेपछि अब बाहिर बजाने हो कि कत्रो पिर परेको होइन, अघि भन्दै गरेको। आमाले भन्नुहुन्छ बाबु तिमीले बाहिर जाने त भन्यौ त, तर बाहिर कति दुःख हुन्छ हेर। समयमा खान पाइँदैन, समयमा सुत्न पाइँदैन, अनेक खर्च गर्नुपर्ने हुन्छ, साथीभाइ कस्ता मिल्छन्। त्यसैले गर्दा भनेका बेलामा तिमीले माम पनि खान नपाउला, कन्दमूल खाएर पनि बस्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले आमाले भन्नुहुन्छ देशान्तरम महादुःख महाघोरम च दारुणम शीत वाता तपस्या सूत्रिज्ञ पीडितेषु त। त्यति भनिसकेपछि बुवाले पनि टक्क बुझ्नुभयो, हो छोरा आमाले भनेको कुरो बाबु तैँले सुनेस् त। आमाले भनेको कुरो एकदम ठिक हो। किनभने बाहिर गइसकेपछि खाटमा सुत्न पनि पाइँदैन, खाटमा सुत्न पनि पाइँदैन। अनि बने कष्टम सदा दुःखम गृहे तिष्ठ सदा शुद्ध बाबु, तिमी यहीँ घरमै बस। अघि निलन्जले भन्नुहुन्थ्यो बुवा मैले यसलाई कति दिइसकेँ, अझै कति दिन बाँकी छ। बुवाको मन कस्तो हुँदो रहेछ, ठ्याक्कै यहीँ छ। मैले त बाबु तिमीलाई बडा सुखले पालेको छु नि, भयो बाहिर नजाऊ, तिमी घरैमा भयो, तिम्रा लागि म छँदैछु नि, जे जति पर्छ म सब बेहोर्न तयार छु, तिमी बाहिर नजाऊ भनेर यसरी सम्झाउँदै जानुहुन्छ। र अनि छोरो यति ज्ञानी छ, उसले भन्छ धन्य माता पिता धन्यो यस्य पुत्रो व्रतासित पितृनाम तारको यस्तो दश पूर्वम दशा परम।
आहा हजुरहरू मेरो कति कति धन्य हुनुहुन्छ पितामाता। हजुरहरूले मलाई गरेको यो स्नेह मैले कहिल्यै बिर्सन सक्दिनँ। तर हजुरहरूलाई थाहा छ छोराको धर्म भनेको पुत्र भनेको के हो त भन्दा पुम नाम गरेको नरकबाट तारण गर्ने उद्धार्नेलाई पुत्र, त्यसै पुत्र भनिएको होइन अघि होइन। पुत्र चाहिँ वास्तवमा त्यो हो। अब अहिले पुत्रका नाममा के भयो भन्दा छोरो भए, छोरो छोयो रोयो है, छोयो रोयो बस। अहिलेका छोराछोरीले यस्तो किसिमको व्यवहार गरे किन भन्दा यही किसिमको संस्कार नपाएर अहिले यो छोराले जे भन्दैछ, यो पुत्रले जे भन्दैछ, हजुरहरू बडा धन्य हुनुहुन्छ हो। मलाई याद छ हजुरले भनेको कुरा पनि मैले थाहा पाएँ। देशान्तरम याही महाघोरम च दारुणम दुर्गम पर्वत शैलम दुर्गमम च हिमालयम पितोबा च सिंहम व्याघ्र गज क्रूड चौर तस्कर करितम एकाकी च निराहारो न याही तम वनान्तरम हो। बुवामा मैले जाँदाखेरि वास्तवमा कहिलेकाहीँ मेरो कोठामा चोरी पनि हुनसक्छ। हजुरले दिएको सम्पत्ति लगिसकेपछि मैले कति रात निन्द्रा पनि त्यागिदिएँ, मैले भोग पनि त्यागिदिएँ तिम्रा लागि। तिमीलाई दुःख हुन्छ कि के हुन्छ कि अनि त्यस किसिमबाट तिमीले गरेको मलाई थाहा छ। त्यसैले मैले सुतिनँ पनि खाइनँ पनि। मलाई कति दुःख भएको छ, कति दुःख भएको छ त्यो कुरा मैले कसरी बिर्सौँ। तिमी गयौ भने मेरो सहारा तिमी नै हो। एउटा छोरो हिँडेर गयो भने त कहाँ के गर्ने। त्यसैले बाबु भनिसके नजाऊ भनेपछि अनि भन्दै जानुहुन्छ यसरी। त्यस पछाडिबाट अनि बुवा आमाले के भन्नुहुन्छ भने बाबु तिमीले जान्छु त भन्यौ तर हामी भन्दा पनि माथि गुरुसँग आज्ञा देऊ। गुरुसँग आज्ञा हामीसँग त भन्यौ तिमीले यत्रो तिमीलाई शिक्षा। यसै पनि ज्ञानी सुखदेव जस्तो उसलाई रिस राग छैन, आनन्द छ। यसो हेर्नुभयो होला केही मतलबै छैन। देशान्तर पहिले नै सुनेको उसले 8 वर्षमा सुने जस्तो छ। कर्मले मात्रै भयो होइन, तर देशान्तर सुने जस्तै त्यति ज्ञानी छ। त्यसैले बाबुको ज्ञान अझ वृद्धि होस्, यो कुलमा राम्रो गरेर सुख शान्ति सन्तान अभिवृद्धि हुन्, धार्मिक सन्तान बढिदिउन्, धर्म कर्मको संरक्षण भइदियोस् र यो कर्ममा उत्सव बाबुलाई सधैँभरि यो प्रेरणा जागिरहोस्। र हामी जो जो आशीर्वाद दिन आएका छौँ आशीर्वाद दिनेहरूले पनि हामीलाई केही गरौँ। बाबु धर्म कर्म संस्कार संस्कृतिलाई नबिर्सिकन आफ्नो ब्रह्मचर्यलाई कायम राखेर सात्विक भावले अगाडि बढ्ने प्रेरणा मिलोस् भन्दै भन्दै संक्षिप्त रूपमा यो देशान्तर कथालाई मैले पनि मलाई बिना महिनाले एउटा भनिहाल्छु। यहाँ मलाई सुरुमै के भनेको भने बुवा हजुरको नाति प्रांशुको जस्तै है, मलाई अरू चाहिएन भनेको थियो। नानीको डिमान्ड नै यही हो, हजुरको नाति प्रांशुको जस्तै मेरो बाबुको पनि हुनुपर्छ भनेर जिम्मा लगाइदिएको थियो। मात्रै हाम्रो परिस्थितिले गर्दा हामी अलि उमेरमा अलि बढी भयौँ भनिहालेँ मैले। देशान्तर उसले 8 वर्षमा उसको शील स्वभावले सुनेको हो। अलिकति ढिलो भइसकेपछि हामीले केही कर्म अलि विशेष गर्नुपर्छ, त्यो पेनाल्टी तिर्नु। कुनै पनि कर्म समयमा भएन भने पेनाल्टी तिर्नुपर्छ। हाम्रो आजको कर्ममा अस्तिदेखि गरेका कर्ममा हामीले केही पेनाल्टी भगवान्लाई प्रभु हामीले जानेर होइन तर हामी यसको चाहिँ प्रायश्चित्त होस् भनेर हामीले गरिरहेका छौँ। र त्यो जिम्मेवारी मैले कति वहन गरेँ या गरिनँ वा वहन गर्ने कुरामा कसैको चित्त पो दुखेको छ कि त्यसप्रति पनि क्षमा चाहँदै मैले यही आधारलाई मानेर गरेको छु। र यो देशान्तरलाई पनि यहाँहरू समक्ष यति भन्दै अब हामी एकदम संक्षिप्त रूपमा अब हाम्रो सकिगयो। त्यस पछाडि हामी छँदैछ। अब छाता कहाँ छ, अब मामाहरू कहाँ हुनुहुन्छ, अब बाबु जान्छ ल है। अब बुवा आमालाई ढोगेर बाबु अब देशान्तर जान्छ। झोली बोकेर जानुपर्छ, यतातिर घुमेर जानुपर्छ। ल राधे राधे हो ल माता गङ्गा समातीर्थम पिता पुष्करमेव च ओहो ल राधे 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 ल बुवालाई उता अर्कोमा
त्यो कसलाई लुलु बोलाऊ माइजू माइजू आसमाला लु आसमाला लु यहाँ छ हरि आसमा ब्रह्म हविर ब्रह्माणु ब्रह्मणा हुतम ब्रह्मैव तेन कर्तव्यं ब्रह्म कर्म समाधिनास्ति पुरुषोत्तम स्वाहा ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते स्वाहा बलि पनि गरिहाल्नु त्यहाँ बलि चुरोपलेन वेदारम्भ समावर्तन साङ्गता शिक्षाशक्ति यथाशक्ति बाबुको पुष्पानी छोडिदिनु ल अब हेर्नु आरती तपाईँले मम भन्ने अद्यतिनितस्य समस्त वेदारम्भ बाबुले हात परायो बाबा हात पाउँछ ओम नारायणाय नमः जलले प्रदक्षिणा ओम यानी कानी च पापानि जन्मान्तरितानि च एउटा दान प्रतिष्ठा फेरि ओम नारायणाय नमः ओम स्वर्णधर्म शासनार्थं प्रतिष्ठा तेन उठाएर बाबु ओम स्वस्तिको दात तस्मादात कामा कामोदात कामः प्रतिग्रहीता कामशक्ति ओम दुर्गासारभं बाबा ज्ञानानंद पंकराना बाबा सीताया
त्यो कपुर हो केही छ अब पुष्पाञ्जली ल पार्टीले तत्त्वमा आउन जाने त्यहाँ चलाइदिन्छ गणेशजीलाई हो त्यहाँ आमा सिधा ल्याइहाल्नु साङ्गदासिद्ध्यर्थं तदङ्गदासिद्धानदानदैवतम् दैवतम भगवान श्री दादा के शब्द समर्पण ओम तत्सत भयो ओम नारायणाय नमः यसो छोइदिनु त्वदीयं वस्तु पुरुषोत्तम अब दक्षिणा सङ्कल्प अब औँठी बाबु अब अभिषेक टिका
लिइहाल्यो भाइ छेक्यो के
देखायो नि त आज